यो भिडियो ध्यान दिएर हेरौँ है सबैले, प्लिज ध्यान दिएर पाँचमा कसरी चुनाव जितेका छन् यो भिडियो हेर्नुहोस् है। यो दिदीहरू भन्दै हुनुहुन्छ एक गाडी मान्छे बाहिरबाट लिएर आएको थियो ल। के कुरा थियो उहाँहरूको? उहाँहरूको चाहिँ तपाईँहरू निस्किनुहोस्, यहाँ ट्रक मान्छे आउँदैछन् भन्नुभयो। उहाँहरूको बोली नै त्यही हो। अनि को ट्रकमा को मान्छे चाहिँ आउँदैछन् त भनेर सोद्धाखेरि भोट दिने आउँदैछन् भन्नुभयो। अनि कहाँबाट 6 नम्बर वार्डका त हामीहरू सबै चिन्छौँ, को चाहिँ आउँदैछ त भोट दिने एक ट्रक भन्दाखेरि तपाईँहरू जानुहोस् न चुप लागेर भन्नुभयो। तपाईँहरू घर जानुहोस्, घरमा गएर आराम छ त उयो बस्नुहोस् न भन्नुभयो। हामीहरूलाई यहाँ पनि आरामै छ। तर भइदियो के भन्दाखेरि उहाँको मतदान चाहिँ अरूले गरेको सबैतिर राइट लागेको रहेछ नानी भन्नुभयो। यो विषयमा हामी अध्ययन गरिरहेको छौँ वास्तविकता के हो। यो चाहिँ मतदान यदि उहाँले गर्नुपर्ने उहाँको जुन अधिकार छ त्यो अरू कसैले गरेको हो भने चाहिँ निर्वाचन आयोगको पनि ध्यान आकर्षण गराउन चाहन्छु। र यस्तो छल कपट गरेर मान्छेले आफ्नो पार्टीलाई भोट हाल्न लागेको छ। यसको कसले हेर्ने, यो कसले अनुसन्धान गर्ने हैन? यो त भएन नि। इलेक्सन भनेको फेयर हुनुपर्छ हैन? नभए त्यो कसरी जनताको भोट मान्ने त हामीले त्यसरी किनेर ल्याएको छ, त्यो छल कपट गरेर भोट चाहिँ बढाएको छ भने। अनि यो कुरा एकदम ट्रु भनेर मेरो पुलिसमा साथीहरू छन् जति पनि ड्युटी गर्नु भएको छ उहाँहरूले याद गर्नु भएको रहेछ। यो कुरा ट्रु हो है। यो कुरा जस्तो अब त्यहाँ जति पनि पार्टीको एक जना स्वयंसेवकहरू हुनुहुन्थ्यो उहाँहरूले चाहिँ त्यो आफ्नो मान्छेलाई चाहिँ फुत्त छिराउने अनि यसको नाममा भनेर अनि त्यो यहाँ हालेको त्यो हुन्छ नि मतदान पछाडि त्यसलाई पनि बाहिर गएर हटाएर आएर एकैजनाको होइन अब कति धेरै त्यो मेरो आमाको मेरो अङ्कलको भनेर भोट हाल्नु भएको थियो अरे कि। अनि मेरो साथीले थाहा पाएर यसरी त हुन्न त भनेर चाहिँ अधिकृतसँग चाहिँ कुरा गरेर यसलाई चाहिँ रोक्नु भएको थियो अरे। भनेपछि यो त अनि यसरी त कसरी हुन्छ फेयर होइन? यो त कसरी जनताहरूले छानेको लिडर मान्ने त हामीले? यसलाई चाहिँ एकदम ध्यान आकर्षण गरेर हेर्न सबैले जरुरत छ। किनभने यदि एकजनाले नै डबल हाल्यो भने त अनि डबल नम्बर लिएर जितेन। प्लिज यो कुरा सबैले सेयर गरेर चाहिँ होइन सबैमा पुर्याइदिएर यो कुरामा चाहिँ सबैको ध्यान जाओस्। यसरी चाहिँ जितेर चाहिँ यो चाहिँ जनताले जिताएको नेता होइन। यो कुरा हामी सबैले बुझ्न जरुरी छ। अनि गलतलाई गलत भन्नुपर्छ होइन, सहीलाई सही भन्नुपर्छ। यदि त्यो गलत तरिकाले कसैले चिट गरेर धोका दिएर छलकपट गरेर जित हासिल गर्न सक्छ भने त्यो जस्तो खराब घटिया मान्छे कोही हुनै सक्दैन। भनेपछि त्यस्तोलाई हामीले लिडर बनाउने त? प्लिज यो कुरालाई सबैले ध्यान दिएर सोचेर चाहिँ यसलाई सेयर गरेर मान्छेहरूसँग पुर्याएर यसमा चाहिँ छानबिन हुनु पर्यो भन्ने मेरो चाहिँ अनुरोध हो है। थ्याङ्क यू सो मच।